जुन हालैमा घटेको घटना बङ्गलादेशमा जुन छ, बङ्गलादेशमा के भइरहेको छ, हिन्दूमाथि आक्रमण भइरहेछ अथवा फलस्तिनमा के भइरहेछ, फलस्तिन मुस्लिममाथि आक्रमण भइरहेछ, त्यो कुरा लिएर हाम्रो नेपालमा पनि धेरै मान्छे डिबेट अथवा आन्दोलन गरिरहेको छ, द्वन्द्व फैलाइरहेछ है। र त्यो कुरा सत्य तथ्य छ कि बङ्गलादेशमा एउटा हिन्दू युवालाई जिन्दा नै जलाएको छ, ठुलो दुर्व्यवहार हो, म मान्छु। र त्यहाँको कुरा लिएर, बङ्गलादेशको कुरा लिएर हिन्दूहरू अथवा फलस्तिनको कुरा लिएर यहाँको मुस्लिमहरूले जुन आन्दोलन गरिरहेछ, प्रोटेस्ट गरिरहेको छ, यो खासै नराम्रो कुरा हो। तिनीहरूको मकसद के हुन्छ भने, आन्दोलन गर्ने कार्य मान्छेहरूको मकसद के हुन्छ कि मात्र त्यसको आन्दोलनको मकसद हुँदैन के, त्यो आफ्नो फेस भ्यालु बढाउनको लागि अथवा भाइरल हुनको लागि, फेमस हुनको लागि अथवा राजनीतिकमा आउनको लागि मात्र त्यो आन्दोलन गरिन्छ। तिनीहरू फेक आन्दोलन गर्छ, अथवा त्यो हिन्दू होस् अथवा मुस्लिम होस्, त्यो फलस्तिनको लागि गरोस् अथवा बङ्गलादेशको लागि गरोस् भन्ने, त्यो मात्र फेस भ्यालु बढाउनको लागि, भाइरल हुनको लागि, फेमस हुनको लागि, राजनीतिकमा आउनको लागि, राजनीतिक दलमा आउनको लागि, घोषणाका लागि मात्र त्यो आन्दोलन गरिन्छ के। सत्य तथ्य यो हो। हस्, धन्यवाद। जय नेपाल।